सर, मैले यौन सम्पर्क गर्दाखेरि मेरो श्रीमतीले एकदमै धेरै दुख्यो भन्छन्। मैले विवाह गरेको 4 महिना भयो। अहिलेसम्म चाहिँ मेरो श्रीमतीसँग मैले खुसी भएर यौन सम्पर्क गर्न कहिल्यै पनि पाएको छैन। यसको उपाय के होला बताइदिनु पर्यो भनेर चाहिँ हामीलाई एकजना हाम्रो चाहिँ भ्युअर्सले मेसेज गर्नु भएको थियो। मैले चाहिँ उहाँको नामलाई चाहिँ मैले प्राइभेट गर्न खोजेँ, त्यसैले चाहिँ तपाईहरूको लागि उहाँको समस्या लिएर आएको छु। सोचे कि हुनसक्छ उहाँको समस्या जस्तै सम्पूर्ण मान्छेहरू, सम्पूर्ण दर्शकहरूलाई चाहिँ एकदमै धेरै समस्याहरू हुन सक्छ भन्ने कारणले गर्दाखेरि मैले यो सधैँ फेसबुकमा बनाइराख्ने अपलोड गर्ने भिडियो आजबाट चाहिँ मैले तपाईहरुलाई यस हाम्रो मिस्टर बुद्ध युट्युब च्यानलमा पनि तपाईहरुलाई अपडेट गराउने छु भनेर म चाहिँ यतातिर युट्युबतिर पनि अपलोड गरेको छु। सबैभन्दा पहिला त के हुन्छ भन्दाखेरि तपाईहरुले कसरी बुझ्नुपर्छ भन्दाखेरि चाहिँ हामीले यौन सम्पर्क गर्ने बेलामा हामीलाई मजा आउने, हाम्रो चाहिँ श्रीमान श्रीमतीको खुशीलाई चाहिँ हामीले खुशी लिएर हाम्रो जिन्दगीलाई अगाडि बढाउनको लागि चाहिँ चाहिने भनेको चाहिँ यौन सम्पर्क गर्दाखेरि मिल्ने मजा नै हो, हैन? अनि जब तपाईहरुले यौन सम्पर्क गर्दाखेरि यदि तपाईहरुको चाहिँ पार्टनरको योनि भित्र कुनै पनि चिप्लोपनाहरू आएन भनेदेखि त्यसमा के हुन सक्छ त? तपाईहरुको लिङ्ग न त राम्रो तरिकाले इन गराउन सकिन्छ, न त उनीहरुको, तपाईहरुलाई त थाहा नै छ महिलाहरुको योनि भित्रको स्किनहरु भनेको चाहिँ एकदमै हुन्छ नि त, एकदमै नरम भएको हुन्छ। त्यहाँ चाहिँ तपाईहरुले केही कुराले अथवा हातले पनि छुँदाखेरि शरीर नै एक प्रकारको जिरिङ्ग भएको चाहिँ जस्तो महसुस हुने गर्छ। त्यसैले कहिल्यै पनि चाहिँ यदि तपाईहरुको पनि यस्तै गरेर आफ्नो श्रीमतीहरुको योनिमा चिप्लोपना नआएको कारणले गर्दाखेरि कुनै पनि तपाईहरुको चाहिँ श्रीमतीले मलाई दुखाइ भयो भनेर चाहिँ कहिल्यै पनि तपाईहरुले यौन सम्पर्क गर्दा गर्दै उनीहरुको आँखाबाट आँसु झर्ने अनि उनीहरुले चाहिँ सहन नसकेको कारणले गर्दा तपाईहरुले चाहिँ बीचमै यौन सम्पर्क गर्दा गर्दै छोडेर चाहिँ तपाईहरु अलग भएर बस्नुपर्ने यस्तो तपाईहरुको पनि समस्या छ भनेदेखि चाहिँ अहिले बजारमा लुब्रिकेन्ट भन्ने चाहिँ हरेक ठाउँमा पाउन सक्नुहुन्छ। त्यो चाहिँ तपाईहरुको एउटा जेल जस्तो हुन्छ, हैन? त्यो चाहिँ तपाईहरुले लिएर आफ्नो लिङ्गमा पनि राम्रो तरिकाले लगाउन सक्नुहुन्छ र तपाईहरुले आफ्नो श्रीमतीको योनि भन्दा वरिपरि पनि राम्रो तरिकाले लगाएर चाहिँ तपाईहरुले यौन सम्पर्क गर्न सक्नुहुनेछ। अनि मैले सबैजनालाई पहिलेदेखि के भनिराखेको छु भन्दाखेरि चाहिँ यदि जबसम्म तपाईहरुले यौन सम्पर्क गर्ने बेलामा राम्रो तरिकाले फोरप्ले गर्नु हुँदैन र तपाईहरुले चाहिँ श्रीमतीलाई कुनै पनि इमोसनमा नलिकन, कुनै पनि उनीहरुलाई चाहिँ अब थाहा नै नदिकन यौन सम्पर्क गर्नुहुन्छ भनेदेखि पनि यस्तो अवस्थामा पनि तपाईहरुको पार्टनरको शरीरभित्र इमोसन नआएको हुन्छ र यस्तो गर्दाखेरि उनीहरुको योनिभित्र यौन सम्पर्क गर्दा उनीहरुलाई पनि धेरै दुखाइ हुने गर्छ र तपाईहरुलाई पनि एकदमै धेरै चाहिँ दुखाइ हुने गर्छ, है त? अनि तपाईहरुले चाहिँ के अहिलेसम्म यस्तो पनि थाहा पाउनु भएको छ जबकि तपाईहरुको श्रीमतीले यौन सम्पर्क गर्दा गर्दै तपाईहरुसँग चाहिँ एकदमै धेरै चिच्चाएको, एकदमै कराएको हुन्छ नि त। यो पनि हामीले चाहिँ एकदमै धेरै बुझ्न जरुरत हुन्छ के। कसैले चाहिँ अब उनीहरुलाई एकदमै धेरै मजा आएर पनि चिच्चाएको हुन्छ, है? र कुनैले चाहिँ अब उनीहरुलाई एकदमै धेरै दुखेर पनि मजा आएको हुन्छ र कुनैले चाहिँ न त उनीहरुलाई मजा आएको हुन्छ न त उनीहरुलाई चाहिँ दुखेको नै हुन्छ। उनीहरुले चाहिँ आफ्नो पार्टनरलाई सन्तुष्ट मिलोस्, खुशी बनाउँछु भन्ने सोचले गर्दाखेरि उनीहरुले अटोमेटिक आफ्नो मुखबाट आवाज निकाल्ने पनि गर्ने गर्छन्। त्यही भएर यौन सम्पर्क गर्नु भनेको चाहिँ कहिल्यै पनि एउटा सानोतिनो खेल हैन। यौन सम्पर्क गर्ने जस्तो चाहिँ यो एकदमै सिरियस केसको जस्तो यस्तो कुरालाई चाहिँ तपाईहरुले कहिल्यै पनि चाहिँ एउटा एक दिन एक रातको मजाको लागि भन्दा पनि तपाईहरुले चाहिँ आफ्नो पार्टनरको सँग नाता सम्बन्धलाई अगाडि बढाउनको लागि यौन सम्पर्क गर्नुभयो भने तपाईहरुले चाहिँ आफ्नो लाइफमा एकदमै धेरै चाहिँ सक्सेस पाउन सक्नुहुनेछ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो, मन पर्यो भने सम्पूर्णलाई शेयर गर्न नबिर्सिनु होला अनि चाहिँ हाम्रो यो मिस्टर बुद्ध युट्युब च्यानलमा सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला।